आउने शब्दलाई अकारान्त शब्द भनिन्छ। अब यहाँ पहिला चाहिँ विभक्ति भनेर लेख्नु। के लेख्ने? विभक्ति। ध्यान राख्ने, प्रथमा विभक्ति। अब यो एकदम गडबड हुनु भएन, नजाने राम्रोसँग सोध्ने। अब यस विषयमा लगातार चर्चा हुनेवाला छ। प्रथमा विभक्ति, द्वितीया विभक्ति, तृतीया विभक्ति। मैले हिजो थोरै सुरु गरेको थिएँ, त्यसपछि आज चाहिँ कुरा बढाउँदैछु। चतुर्थी विभक्ति, पंचमी विभक्ति, षष्ठी विभक्ति, सप्तमी विभक्ति र संबोधन। अब शब्द स्वरूपमा कारक भनेर बुझिन्छ। कारक प्रथमाको कारक कर्ता हुन्छ, जसले काम गरिन्छ, कर्ता। त्यसको चाहिँ अर्थ पनि मैले आउँदैन, मैले हिजो सबै भनिसकेका कुरा आज मैले रिपिट मात्र गर्दैछु। ले भन्ने मात्र हुन्छ है, हामीलाई सामान्य यति बुझ्नु। कर्तामा चाहिँ नि प्रथमा विभक्ति, त्यसको कारक कर्ता, अर्थ नेपालीमा ले हुन्छ है। अनि द्वितीय कर्म, कर्म लाई। तृतीय करण। यसलाई मैले भनेको कुरा सुन, यहाँले नलेख, केवल सुनेर लेख। करण ले द्वारा। अब चतुर्थी लाई, लागि, निम्ति। निम्ति यसलाई चाहिँ चतुर्थीको चाहिँ अपादान कारक हुन्छ। अपादान अपादान कारक हो है। अपादान लागि सम्प्रदान त्यसलाई अपादान हुन्छ। म जो गडबडायो त कति जान्नु भइसकेछ, तिम्रो कति बाखा भइसक्यो। मैले त गलत पढायो भने तिमीहरूले चाहिँ बालक त अकारान्त शब्द हो। त्यसको रूप बनाउँदाखेरि सम्प्रदाय, सम्प्रदाय लागि निम्ति हुन्छ नै। त्यसद्वारा लागि निम्ति, लाई अथवा निम्ति पनि हुन्छ। निम्ति। पंचमी अपादान कारक देखीबाट, देखीबाट है। षष्ठी का के की, रा रे रो री हुन्छ। यसलाई चाहिँ सम्बन्ध कारक भनिन्छ है। यो वास्तवमा कारक होइन, यो सम्बन्ध चाहिँ कारकमा पर्दैन, तर सम्बन्ध कारक यसरी चाहिँ विभक्ति छुट्याउने प्रसङ्गमा मात्र सम्बन्ध कारक हो। कारकको रूपमा हामीले जब पढ्न थाल्छौँ नि, कारक र समासमा शिक्षा पढ्दाखेरि चाहिँ सम्बन्ध कारक हुँदैन। सप्तमी अधिकरण भन्छ। अधिकरणमा माथि हिजो भनिसकेका थिएँ, आज तिमीले पहिलेबाट पनि जानेका थियौ होला। माथि सम्बन्ध, सम्बोधन ए ओ यताउता अरे जस्तै भने छ नि, आश्चर्य प्रकट गरेर पनि सम्बोधन गर्न सकिन्छ। के भयो? अब हेर, यहाँ चाहिँ एक वचन, यहाँ द्विवचन, यहाँ बहुवचन है। हामीले राम्रोसँग बुझ्यौँ भने ल एक वचनमा प्रथम विभक्तिमा के हुन्छ? यहाँ है, एक नम्बर प्रथम विभक्ति, दुई नम्बर तृतीय विभक्ति, तीन नम्बर तृतीय विभक्ति। अब यहाँ मैंने विभक्ति को यह क्रम में लिखे हैं 1 2 3 4 5
नबिर्स भने 3 4 5 6 7 8 हेर त सप्तमीको सामने 8 भयो के गरी यहाँ गडबड हुन्छ भने मैले यो लेख्दिनु है अब एक वचनमा अकार अन्त्यमा शब्द हुने शब्द बालक हो अहिले यहाँ बालकको रूप लेख्न गर्मी भयो के हो पंखाले चाहिँ छिटो सुत्यो लाइट धेरै भयो अब हेरौँ के गरौँ बालकः यस्तो हुन्छ है बालकः प्रथमा एक वचन प्रथमा विभक्ति एक वचन बालकौ बालकौ बालकाः बालकाः यो बहुवचनमा हुन्छ है बालकः बालकौ बालकाः अब मैले एउटा उदाहरण यहाँ लेखेँ भने अब मानौँ कसैको नाम उमेश रहेछ उमेशमा पनि अकारान्त शब्द हो अब उमेशको रूप चलाउनु पर्यो भने पनि प्रथमा विभक्तिमा उमेशः उमेशौ उमेशाः हुन सक्यो कसैको नाम महेश रहेछ महेशः महेशौ महेशाः अकारान्त्यमा हुने शब्द हैन कसैको नाम रहेछ प्रवेश प्रवेशः प्रवेशौ प्रवेशाः हैन कसैको नाम रहेछ हामीलाई एकदम धुरन्धर एकदम चलाक मान्छेहरू के एकजना भर्खरै जन्मबाट अनमोलः अनमोल शब्द बहुमूल्य अनमोल हैन अनमोल शब्दलाई संस्कृतमा गर्नु पर्यो भने विभक्तिको रूपमा छुट्याउँदै जानु पर्यो भने कसरी रूप चलाउनु त्यसको अनमोलः अनमोलौ अनमोलाः है त्यस्तै छात्रको रूप चलाउनु पर्यो भने छात्रः छात्रौ छात्राः हेर त तिमीहरू कति जान्ने भइसक्यो हैन अब यो त प्रथमा विभक्तिको रूप थियो भने अब द्वितीय विभक्तिमा बालकको गर्नु पर्यो बालकम बालकौ बालकम बालकौ बालकौ बालकान् बालकान् ल हेर अब फेरि जस्तै मान प्रतीक रहेछ प्रतीकको रूप चलाउनु पर्यो भने प्रतीकः प्रतीकौ प्रतीकाः इति प्रथमा विभक्ति के हुन्छ प्रतीकले दुईटा प्रतीकले धेरै प्रतीकले भन्ने अर्थ भयो हैन अब द्वितीय विभक्तिमा प्रतीकम प्रतीकौ प्रतीका बालकम बालकौ बालकान् बालकमा दुईटा बालकमा धेरै बालकमा भन्ने पनि अर्थ हुन सक्छ लाई अथवा बालकलाई दुईटा बालकलाई धेरै बालकलाई भन्ने अर्थ है भने प्रतीकलाई दुईटा प्रतीकलाई धेरै प्रतीकलाई भन्ने अर्थ पनि हुन सक्छ अब त्यसपछि बालकेन बालकेन बालकाभ्यां बालकैः हुन्छ बालकैः बालकैः यसरी उच्चारण गर्ने है बालकेन बालकाभ्यां बालकैः अब नयाँ कुनै मान्छेको नाम सुन्नु पर्यो आरोह आरोह अथवा आरोह 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 अब यसको रूप चलाउनु आरोह आरोहौ आरोहाः आरोहम् आरोहौ आरोहान् आरोहेण अब हेर है अब द्वितीयमा न र ण अन्तर हुन सक्छ है न र ण द्वितीयमा जस्तै बालकेन छ नि त अब आरोहेण हुँदैन आरोहेण हुन्छ यहाँ किन भन्दाखेरि
यदि अब व्याकरणको विषयमा हामी व्याकरण पढेपछि राम्रोसँग बुझौँला, तर अहिलेको हकमा हामीहरूले तत्कालै कसरी बुझौँ भन्दाखेरि पेट काटेको स मूर्धन्य स भनिन्छ के, पेट काटेको स र र कुनै शब्दमा छन् भने त्यसको स्थानमा दुई ठाउँ एउटा तृतीयाको एकवचन, अर्को षष्ठीको बहुवचन। तृतीयाको एकवचन र षष्ठीको बहुवचनमा नको ठाउँमा ण हुन्छ, यति बुझ्नु हैन। नको ठाउँमा ण उच्चारण गर्नुपर्छ। कुन अक्षर भए पनि शब्दमा र पेट काटेको स र पेट काटेको स कुनै शब्दमा छ भने यहाँ तृतीयाको एकवचनमा र षष्ठीको बहुवचनमा नको ठाउँमा ण हुन्छ, यति बुझ्नु। अब त्यो कसरी भयो, किन भयो, किन हुन्छ, यसको ठाउँमा यस्तो किन हुन गयो भन्ने कुरा हामीले व्याकरण भन्ने अहिले हामीले व्याकरणको क्लास गर्दैछौँ। अहिले हामीहरूले संस्कृत भाषामा बोल्नका लागि शब्दहरू कसरी हामीले प्रयोग गर्ने, कसरी उच्चारण गर्ने र हामीहरू बोल्दाखेरि हाम्रो बोलीमा अशुद्धता कमसेकम आउँछ। भाषामा थोरै बोलचालीको भाषामा थोरै अशुद्धि आउन सक्छ, त्यो क्षम्य छ, त्यसलाई क्षमा गरिन्छ। तर लेख्नुमा लिखित रूपमा भने क्षमा छैन। अशुद्ध लेख्यो भने त्यसमा मार्क्स पाइँदैन, नम्बर पाइँदैन। तर बोलीचालीमा थोरै मिस्टेक भयो भने, थोरै त्रुटि भयो भने त्यो त्रुटिलाई हामीले तत्काल छुट्याउनु पनि सकिन्छ। जान्यो भने नजाने अर्को बुझ्ने मान्छेले बुझ्छ र एडजस्ट गर्छ, त्यसलाई आफूले त्यसलाई चाहिँ मिलाउँछ है। त्यस कारणले भाषामा हामीहरू थोरै रूपमा पनि सम्झौता गर्न सक्छौँ, लिखितमा सक्दैनौँ है। अब बालकेन बालकाभ्यां बालकैः, अब बालकले यसको के हो, बालकले बालकद्वारा, दुईटा बालकले दुईटा बालकद्वारा, बालकैः धेरै बालकले धेरै बालकहरूद्वारा, एउटा प्रतीकले दुईटा प्रतीकले धेरै प्रतीकले, एउटा प्रतीकद्वारा दुईटा प्रतीकद्वारा धेरै प्रतीकद्वारा, एउटा आरोहले दुईटा आरोहले धेरै आरोहले। अब चतुर्थीको प्रयोग गरौँ बालकाय। बालकाय बालकेन है। अब चतुर्थीमा के हुन्छ, बालकलाई, बालकलाई है, रामलाई, हरिलाई, श्यामलाई, जसलाई पनि भन्न है, लाई लाई भनेर बालकका लागि बालकका निम्ति, बालकलाई बालकका निम्ति, दुईटा बालकलाई दुईटा बालकका निम्ति, धेरै बालकलाई धेरै बालकका निम्ति भन्ने अर्थ प्रयोग गर्नुपर्छ। त्यो हामीले प्रयोग गर्दै जाँदाखेरि मलाई बुझ्दै जान्छ है। अब त्यसपछि बालका, बालकाभ्यां बालकेभ्यः, बालकबाट, बालक दुईटा बालकबाट धेरै बालकबाट। अब यस्ता बालकबाट भन्ने प्रयोग कम हुन्छ।